आज हामी पढ्छौं डिफर्मिङ फोर्स र रिस्टोरिङ फोर्स। ठीक छ। डिफर्मिङ फोर्स कस्तो फोर्सलाई भन्ने, अब म यहाँ डेफिनेसन लेखिसकेको छु। अ फोर्स व्हिच प्रोड्युस अ चेन्ज इन कन्फिगरेसन साइज और शेप अन द ऑब्जेक्ट अन एप्लाइङ इट इज कॉल्ड द डिफर्मिङ फोर्स। भनेको यस्तो फोर्स जसमा हामीले त्यसमा बल लगायो भने त्यसको शेप र साइजलाई हामीले के गर्दिन्छौं रे, चेन्ज गर्न सक्छौं। जब बल हामी लगाउँछौं नि त त्यसको शेप र साइज के भइहाल्छ रे, चेन्ज भइहाल्छ। त त्यस्तो फोर्सलाई के भन्ने हामीले, डिफर्मिङ फोर्स भन्ने। जस्तै एक्जाम्पलको लागि यो छ बोतल छ नि, अब हेर यसमा म बल लगाउँछु, बल लगाए, अब बल म छोड्दिए, यसको शेप र साइज चेन्ज भयो कि भएन? हेर त, यसको मैले बल लगाए त शेप र साइजलाई मैले चेन्ज गर्दिएन, कसले गर्यो रे, बलले। त यस्तो बललाई के भन्ने हामीले, डिफर्मिङ बल है। कस्तो भन्ने रे, डिफर्मिङ फोर्स। सिम्पलमा शेप र यहाँ छ नि साइज और शेप क्यान बी चेन्ज। बल लगाएपछि त्यसको शेप र साइज के भइहाल्छ, चेन्ज भइहाल्छ। त त्यस्तो बललाई के भन्ने हामीले, डिफर्मिङ फोर्स। जस्तै एउटा पेपर ल्याउ त, यो पेपर छ कि छैन? अब हेर यसमा मैले बल लगाए, त्यसको शेप र साइजलाई मैले चेन्ज गरे कि गरेन? यसको शेप र साइज क्रन्चिङ भयो कि भएन है? भनेपछि यस्तो भयो कि भएन? त यस्तो बललाई के भन्ने हामीले, डिफर्मिङ बल। डिफर्मिङ फोर्स सबजनाले बुझ्यौ ल। अब के छ हाम्रो रिस्टोरिङ छ नि, रिस्टोरिङ फोर्स। रिस्टोरिङ फोर्स भनेको के हो? अ रिस्टोरिङ फोर्स इज अ फोर्स दैट एक्ट्स टू ब्रिङ अ सिस्टम बैक टू इट्स इक्विलिब्रियम और ओरिजिनल पोजिशन आफ्टर इट हैज बीन डिस्प्लेस्ड। कुनै पनि वस्तुमा हामीले बल लगाउँछ नि त त्यसको शेप र साइज के हुन्छ रे, चेन्ज हुँदैन, भनेपछि सेम आफ्नै अवस्थामा रहिरहन्छ। त्यस्तोलाई के भन्ने हामीले, रिस्टोरिङ। जस्तै अब हेर यसमा मैले बल लगाए, फेरि आफ्नै पोजिसनमा छ कि छैन, ओरिजिनल पोजिसनमा छ कि छैन? हेर यसमा मैले बल लगाइरहेको छु तैपनि हेर त केही भयो यसलाई, भएन। त यस्तो बललाई के भन्ने हामीले, रिस्टोरिङ। जस्तै अब उता देखाउनु भाइहरूलाई, तिमीहरू बसेका छौ नि, बसेका छौ ल। जस्तै यो भाइ बसेको छ नि, तिमी उठ त, उठ बेन्चमा, उठ न बेन्चमा ल। यो बेन्चमा उठ्यो, उठेको उठेन? त यसले बल लगाइरहेको छ कि छैन? फोर्स त लगाइरहेको छ। त यसले फोर्स लगाइरहेको छ, तर यो बेन्चमा केही पनि चेन्ज आएको छ? किन? किनकि यो यसको बल भन्दा यसको बल के छ, बढी छ। केही पनि चेन्ज आएन नि त, तर बल त लागिरहेको छ। त यो बललाई के भन्ने हामीले, रिस्टोरिङ। यसमा कुन बल लागिरहेको छ, रिस्टोरिङ बल। जस्तै तिमीहरूले यसमा हालेका छौ, आफ्नो ब्याग्सहरू हालेका छौ, ब्याग्सहरू हालेका छ नि, यसमा पनि त बल लागिरहेको छ, हो कि नै? अझै तिमी केही यस्तो पातलोमा राखाइदिन्छौ भने के हुन्छ, लच्छी हाल्छ, लच्छा कि लच्छदैन? तर यो लच्छिरहेको छ, यसमा कुन बल हो रे, नामै छ रिस्टोरिङ हैन। स्टोर भइरहेको छ फोर्स, के भइरहेको छ रे, रिस्टोर भइरहेको छ नि। त अब बुझ्यौ तिमीहरूले ल। एउटा बहिनी आऊ, ल भन्छ त एकचोटि के हो डिफर्मिङ बल भनेको? कुनै वस्तुमा बल लगाउँदाखेरि यदि त्यो आफ्नै पोजिसनमा आउँछ त्यसलाई चेन्ज हुन्छ, त्यसको शेप र डिफर्मिङ फोर्स भन्छ। जसको शेप र साइज के भइहाल्छ रे, चेन्ज भइहाल्छ, हो कि नै? जस्तै बोतलमा लगाउँछु हामी, केही गर्छु भने त्यसले के भन्छ रे, शेप र साइज चेन्ज भइहाल्छ। त्यस्तोलाई के भन्छ रे, बुझ्यौ? यो रट्टा मारेर भएन, के बुझ्नु पर्यो। एक्सपेरिमेन्टले बुझेको बुझेन? जस्तै यहाँ लगाए, अब हेर शेप र साइज चेन्ज भयो कि भएन? यो कुन बल हो, डिफर्मिङ फोर्स हो कि होइन? त हामी रट्टा मारेर होइन, के कन्सेप्ट लिएर बुझ्नु पर्छ। बुझ्यौ ल? थ्याङ्क यू क्लास।